साथीहरू नमस्कार। यस भिडियोमा हामी विश्व प्रसिद्ध उपन्यास लोलितामा आधारित सन् 1997 मा बनेको फिल्म लोलिता र यसमा समाविष्ट एक मनमोहक तर निषेधित प्रेम कथाको बारेमा चर्चा गर्दैछौँ। भ्लादिमिर नाबोकोभले झन्डै 70 वर्ष अघि लेखेको यो उपन्यास विश्व चर्चित र विवादास्पद उपन्यास हो। यही उपन्यासमा आधारित भएर विभिन्न फिल्महरू बनेका छन्। पहिलो फिल्म सन् 1962 मा बनेको थियो भने दोस्रो फिल्म लोलिता सन् 1997 मा बनेको थियो। यो फिल्म एक अभिशप्त प्रेम कथामा आधारित फिल्म हो। तर यस फिल्मको कथा प्रेमको हो या अपराधको, मायाको हो या ग्लानीको, अथवा तृष्णाको हो या तिरस्कारको, यी प्रश्नहरूको उत्तर बुझ्नका लागि तपाईहरूले यो भिडियो अन्तिमसम्म हेर्नुहोला र भिडियो हेरिसकेपछि तपाईहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया पनि दिनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई एक सब्स्क्राइब गरी नजिकैको बेल आइकनमा थिच्न नबिर्सिनुहोला, जसले गर्दा यस्तै रमाइलो र महत्त्वपूर्ण भिडियोहरू तपाईहरूले सजिलै प्राप्त गर्न सक्नुहुनेछ। आउनुस् भिडियोको सुरुवात यी वाक्यहरूबाट गरौँ। उनी बिहानको समयमा लोलिता होइन, केवल लो थिइन्। सादा मजा लगाएकी 4 फिट 10 इन्च अग्ली लो। जब उनी पाइन्ट लगाउँथिन् तब लोला हुन्थिन्। स्कुलमा उनी डली भनेर चिनिन्थिन्। कानुनी कागजहरूमा उनको नाम डोलोरेस लेखिएको थियो। तर मेरो अँगालोमा भने उनी सधैँ लोलिता थिइन्, मात्रै लोलिता। माथिका वाक्यांश अद्वैत पुरुष हम्बर्टले आफ्नी प्रेमिका लोलितालाई सम्प्रेषण गरेका प्रेमिल बाणहरू हुन्। हम्बर्टको यिनै वाक्यहरूबाट फिल्म तथा पुस्तकको कथा सुरु हुन्छ। हम्बर्ट एक युरोपेली साहित्यका प्राध्यापक हुन्। उनी अमेरिकाको न्यू इङ्ल्यान्डमा एकल आमा हुन्, जसकी एक किशोर उमेरकी छोरी थिइन्, जसको उमेर 14 वर्ष भयो र उनैको नाम हो लोलिता। किताब पढिरहेकी हुन्छन् लोलिता। उनको शरीर पानीले निथुक्क भिजेको हुन्छ, जुन बगैँचामा सिँचाइका लागि लगाइएको हो र पानीले पहिरनलाई पारदर्शी बनाइदिएको हुन्छ। एक कलकलाउँदी किशोरीलाई यो रूपमा देख्दा हम्बर्ट हेरेको हेरै हुन्छन्। त्यहाँबाट उनलाई नजर हटाउन कठिन हुन्छ। जसोताको प्रेममा यसरी पग्लिन्छन् कि जसले लोलितालाई पाउनका लागि एउटा जटिल सम्बन्धको तानाबाना बन्न थाल्छन्। उनले चार्लोटसँग विवाह गर्ने निर्णय गर्छन्। यद्यपि चार्लोटप्रति उनमा कति पनि न प्रेम छ, न माया छ, न मोह नै छ। तर पनि उनी लोलिताका लागि चार्लोटसँग बिहे गर्ने अन्तिम निर्णय लिन्छन्। आखिर एक दिन सत्य बाहिर आएरै छोड्छ। चार्लोटले हम्बर्टको डायरी भेट्छिन्, जहाँ आफ्नी कलिली छोरी लोलिताप्रति हम्बर्ट कति पाछिन्। हम्बर्टको स्नेह र स्वतन्त्रताको आनन्द लिन्छन्। यस्तो निकटताले उनीहरूको सम्बन्ध अझ गहिरो र युनिक बन्छ। तर उनले बिस्तारै थाहा पाउँछन् कि हम्बर्टको आसक्तिले आफूलाई यौन आसक्ति अनि अन्धो प्रेमले सङ्लो मान्छेलाई कसरी पथभ्रष्ट बनाउँछ र कसरी गलिनले जलाउँछ अनि मानिसलाई कसरी अपराधी बनाउँछ भन्ने कुरा उपन्यास लोलिता र त्यस पुस्तकमा आधारित फिल्मले सुन्दर आवरणमा एउटा क्रूर कथाको सिनेम्याटिक व्याख्या गर्छ। तपाईहरू पनि पुस्तक प्रेमी हुनुहुन्छ अथवा सिनेमा हेर्नुहुन्छ भने लोलिता पुस्तक पढ्न र सिनेमा हेर्नका लागि म सिफारिस गर्छु। र तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला। सँगै तपाईहरू मेरो यस च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद।